जिन्दगीमा नि साथीभाइहरू तपाईँसँग जति नै साथी भए पनि जति नै गर्लफ्रेन्ड बोयफ्रेन्ड भए पनि एट द एन्ड तपाईँ हुने भनेको चाहिँ एक्लै नै रहेछ क्या। यो कुरा चाहिँ मैले महसुस गरेको कुरा। अनि आजभोलि चाहिँ नि साथीभाइहरू म एक्लै खुसी हुन सिक्दैछु, एक्लै रम्न सिक्दैछु क्या। त्यसैले तपाईँहरू पनि खुसी हुनुहोस् है। अनि आज चाहिँ म गार्डन अफ ड्रिम्स गएको थिएँ। यो चाहिँ काठमाडौँको मेरो वान अफ द फेभरेट प्लेस नै हो क्या साथीभाइहरू। यहाँ चाहिँ म जति गएर बसे पनि मेरो रहरहरू मेट्दैन। अनि यो सिजन चाहिँ अहिले स्प्रिङ सिजन हो नि त। अनि यहाँ चाहिँ अहिले एकदम थरीको फुलहरू फुलिरहेछ क्या साथीभाइहरू। अनि आजको वेदरले पनि यति मजाले साथ दिएको थियो होइन। घाम पनि थिएन, पानी पनि थिएन, एकदम चिसो मौसम होइन। अनि त्यहाँनिर चाहिँ मैले फुलहरूको फोटो लिएँ, भिडियो बनाएँ, आफ्नो पनि फोटो भिडियोहरू लिएँ मोबाइल भित्तामा अड्डाएर है साथीभाइहरू। अनि मैले चाहिँ आफ्नोलाई एकदम पिस भाइ फिल गरेर बुकहरू पढेँ होइन। अनि त्यहाँनिरको नजाराहरूलाई एकदम अन्दाज गरेँ, एक्लै बसेर आफ्नो क्वालिटी टाइमहरू एकदम स्पेन्ड गरेँ मैले चाहिँ आज साथीभाइहरू। आजलाई यति नै, धन्यवाद।